Hey guys, today I am get to shopping को लागि म चाहिँ आज मार्केटतिर गएको थिएँ। अगाडि चाहिँ यो छ्याल खुलिहाल्नु होइन लाइक अनि मैले चाहिँ यो चाहिँ अब बिहानको यो खाएको यो यही भयो। अब चाहिँ मेरो भोलि यो चाहिँ लास्ट दिन आज मेरो गाउँमा अनि भोलि चाहिँ म अब काठमाडौँ जान आएको छु नि त। अनि यो चाहिँ मेरो पोइन्ट हो होइन। यो चाहिँ अस्ति मैले किनेको 1000 रुपियाँको चाहिँ यो ब्यागी पेन्ट भयो जो चाहिँ अहिले यस्तो बल देखिरहेको छ। अर्को एउटा ब्यागी पेन्ट यहाँ छ, एउटा सर्ट यहाँ छ। सर्ट भइसक्यो यहाँनिर चाहिँ अरू यति नै एउटा यो सर्ट लैजाने उयो एउटा लैजाने अरू त्यस्तो केही लैजाने। आज चाहिँ मैले यति सामान किनेर आएको थिएँ यत्रो पुरै सामान किनेर आएको छु। लाइक अब यहाँ के छ अब अनबक्सिङ त गर्नै पऱ्यो। यसले एउटा भिडियो गराइदिनु सोचमा हो। बेसी सबसे बढी इम्पोर्टेन्ट भनेको यो कापी थियो, मैले कापी किनिसकेँ। त्यसपछि कापीले मात्र हुँदैन, त्यसलाई बोक्ने केही चाहिन्छ, साधन किताब चाहिन्छ। त्यसको यता चाहिँ भित्र जुत्ता र मोजा हुन्छ अनि चप्पल र मोजा, जुत्ता चाहिँ कहाँ किन्ने हो र। एन्ड देन एउटा चाहिँ मैले ट्राउजर र अनि एउटा टी सर्ट किनेको छु। चाहिँ मेरो यस्तै मेरै सामान रहेछ नि, यो वाला कपडा चाहिँ किनेको छु। लाइक यो चाहिँ भोपाल नै छ। यो सबै मिलाएर कति भयो भन्दाखेरि यो मेरो यो 1200, 800, 2000 लगभग त्यही कति भन्दाखेरि 2300 जतिको। अहिले 2300 सकाइदियो क्या। स्पेसल थ्याङ्क्स फर मम्मीजी। मम्मीले जे किन्दा नि किन पछि चाहिँ रिग्रेट नगरेस् भनेर मैले चाहिँ यति किनेको। खासै किन्ने त मन थिएन, त्यही पनि निराश भयो नि किनियो, केही छैन, यति त गर्नुपर्छ अब। स्पेसल थ्याङ्क्स टु मम्मी। अनि म अब चाहिँ भाडा दिनुपर्छ। जति किने पनि अब चाहिँ काम चाहिँ गर्नुपर्छ, हामीले चाहिँ काम चाहिँ गर्नुपर्छ। फेरि काम नगरे पनि हुँदैन, काम चाहिँ गर्नुपर्छ। मम्मी चाहिँ अहिले पर हुनुहुन्छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। खसी चराउँदै हुनुहुन्छ। थ्याङ्क्स मम्मी। आई गो टु अब चाहिँ भाडा दिन जान्छु। त्यसले आजलाई चिन्नुहुन्छ। थ्याङ्क्स फर वाचिङ गाइज, बाई बाई।